हेलो गाइज, वेलकम माई ब्लग। आज हामी कोरियाको लोकल मार्केट यसो घुम्न जाँदैछौँ साइकलमा। हेर्नु होला है त, ड्युटी गरेर क्यार फ्री टाइममा यसो घर कफी खाएर आउनलाई हिँड्न लाग्यो। यहाँ यस्तो प्याज खेती गरेछन्। कृषि यस्तो छ, हामी पनि कृषकै हो। कोरियाको कृषि ल हेर्नु है त, प्याज त यस्तो धेरै लाग्छ कि अब के कुरा गर्न। पुरै यो प्याजै प्याज पाउँछ नि। अब यहाँ आधुनिक कृषि भनेको यो हिसाबले गर्यो भने बल्ल कृषिबाट आम्दानी गर्न सकिरहेको। नेपालमा कृषि त गर्ने, थोरै गर्ने, अनि त्यसले फेरि बजार मूल्य नहुने, गुजारै हुँदैन। यो हेर्नु त कति छ। यो हाम्रो कम्पनीको त होइन, अरूको हो। ल यहीँ फेरि गाई फार्म छ। अब त्यहीँ कृषि फार्म छ, त्यहीँ होन्डा यो क्याम्पिङ गाडी बन्ने कम्पनी छ। अब त्यहीँ बङ्गुर फार्म छ। यस्तो छ अब कृषि भनेको। साइकलतिर साथीहरू दुक्दैछन्। यहाँ धान रोपिसक्यो। नेपालमा कतै रोप्ने बेला भएन। यहाँ त यति छिटो रोप्छ नेपालमा भन्दा। उकालो आयो। मेरो साइकलमा गियर छैन। उकालो पर। यहाँ पुल आयो, खोला। ल यहाँ त एकनिसै कृषि फार्महरू त कति कति। कृषि भनेको यस्तो पो हो। यहीँ गाई फार्म छ, त्यहीँ उता बङ्गुर फार्म छ। गजब छ कृषि त यहाँ त। यो गाउँको बाटो, यति सुन्दर बाटो छ गाउँमा नि। यस्तो एकदमै गाउँ एरिया हो। कृषि क्षेत्रको लागि बजारमा हुन्न कम्पनीहरू, कृषि फार्महरू चाहिँ अलिक विकट एरिया गाउँतिर हुन्छ। त्यही पनि बाटोहरू यस्तो राम्रो छ। यसै फार्महरू त एक पैसा 10 मिनटमा, 5 मिनट 10 मिनटमा आधुनिक फार्महरू। यस्तो छ साथीहरू यहाँको। अब नेपालमा कहिले हो यस्तो गर्न सकिने। आशा छ 84 पछि चाहिँ केही हुन्छ भन्ने आशा छ नेपालमा पनि। अब युवाहरू अलिकति जाग्न पर्यो, घर परिवारलाई सही ठाउँमा भोट हाल्न पठाउन पर्यो। यही पाराले त देश परिवर्तन हुँदैन। अलिकति जाग्न चाहिँ पर्छ है, जाग्नु पर्छ। नेता सही हुने हो भने नेपाल बन्न त समय लाग्दैन। 10 वर्षमा विकसित देशको तुलनामा हेर्ने लायक हुन्छ। नेपाल बन्न समय लाग्दैन, सानो देश बन्न। यहाँ केटिएक्स आयो। ल यस्तो छ यहीँ तल, यस्तो माथि केटिएक्स फर्र गयो। ल यहीँ फेरि हाउसहरू छ। यो छामै भन्छ यसलाई। यो काँक्रा टाइपको गुलियो गुलियो हुन्छ। त्यो पुल चाहिँ ट्रेनमा नि यहाँ केटिएक्स मात्रै हिँड्छ, अरू हिँड्दैन। फेरि केटिएक्स भनेको यो द्रुत गतिमा हिँड्ने ट्रेन हो। यसको 350 समथिङ, 350 गति उसमा हिँड्छ, स्पिडमा पर आवरको। यस्तो छ साथीहरू। ल यहीँ फेरि फार्म आयो नि त। कृषि भनेको त यस्तो हो त नि। आधुनिक फार्महरू 5 मिनट 10 मिनट ठाउँै छ। यहाँ एउजनाले एउटा कृषि फार्म गऱ्यो भने व्यवस्थित हिसाबले उसको लाइफ स्टाइल आनन्दक हुन्छ। एउटा गाडी घर
सबै लिएर हिँड्ने खालको हुन्छ। बजार मूल्य एकदम राम्रो हुन्छ क्या यहाँ, गर्नेहरूलाई चाहिँ यहाँ दामी छ। साथीहरू पनि हुनुहुन्छ, 3 जना छौँ हामी कम्पनी। यस्तै काम गऱ्यो क्यारे खाली समय डुल्यो, दिनचर्या यसरी नै बितिरहेछ। ल यसो कहिले काहीँ भिडियो गरौँ भनेर पहिलो भिडियो हो, हेरेर कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। म त्यही अनुसारको भिडियोहरू बनाउँछु। कोरियाबाट कस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ कमेन्ट नै गर्नु होला। तपाईँहरूले कमेन्ट गरे अनुसारको भिडियोहरू म लिएर आउने प्रयास गर्छु। आज चाहिँ यसै हावातालमा बनाएको छु, खासै आउँदैन बोल्न नि, जस्ट ट्राई। आफूले देखेको चिजहरूलाई एक्सपोज गरौँ भनेर मात्रै हो। यो कोरियाको यो याकमोक भन्ने यो गुमी एरिया, ठेगुबाट नजिक एरिया हो। यो एउटा गाउँ एरिया हो। यहाँका ठाउँ गाउँहरू देखाऊँ भनेर। पानी बर्खा लाग्यो, खोलाहरू अलिअलि बल्ल सलल्ल हिँड्न लागेको छन्। भिडियो त्यति राम्रो पनि भएको छैन होला। यहाँ साइकल आएर खिचेको, हातले समाएर थिर आवाज आएर रहेछ। यहाँका लोकल घरहरू यस्ता छन्। अब हामी आउन थालियो बजारको नजिक आइयो। यहाँको सानो लोकल बजार छ, सबै चिजहरू पाइन्छ। जोस् यो गाउँ बस्ती भयो। ल यहाँ अलिकति बाटो बिग्रिहाल्छ। ओहो याकमोक आइयो। यहाँ ट्रेनको लिगहरू छ माथिबाट। त्यहाँदेखि साइकलको हावा आइन्छ राम्ररी हिँडेन। अन्डरग्राउन्ड यतापट्टि लागिन्छ हामी। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मेरो यो पहिलो भिडियो हो, जस्तो हो त्यस्तै, जस्ताको त्यस्तै हाल्छु। सुझाव सल्लाह भने दिनु होला। हामी आइयो बजार आइयो। अब यो बजार आइयो, गड्डा भइसक्यो अलिअलि। के भइरहेको नि, भिडियो कस्तो भइरहेको। साइकललाई, पैदल यात्री साइकललाई जहिले पनि पहिलो प्राथमिकता दिन्छ। पेलेर मिचेर जाने भन्ने हुँदैन। होइन यता उता तलतिर जानुपर्छ, यता अपोजिट साइड जानुपर्छ। ल यहाँ औषधि पसलमा जाँदैछौँ। बन्द भनेको त होइन रहेछ। 있어 이거 똑같은 거? 예, 있어요. 네. 세 개. 세 개 가지고. 막 3개 있네, 거기. एलर्जीको है। 이거 어떻게 먹어? 이거 먹으면? 하루 하나, 저녁에. 저녁에? 저녁에 하나씩 먹어요. 네, 알겠어요. 9,000원. 9,000원. 네. 괜찮어. 이거 버릴까요? 네, 이거 드릴까요? 버리면 돼. 이거 버릴까요? 예, 10,000원 받았어요. 전화는 알아서. 감사합니다. 감사합니다. 네, 감사합니다. 다 하셨어요? 네, 감사합니다. 네, यहाँ डगरएउटा चिज छ नि त। लाइट नभएर ए नबालेकै होइन नि त। आज बन्दै रह्यो, बन्दै जस्तो रहेछ। इमर्जेन्सी युज मात्रै हो। के मात्रै भयो अरे? यो खाना आएको अन्त यो चिकन हो। यो चाहिँ रेडिमेड. 이거 거기 있는 게 다예요. 이게 다예요. 매운 거 없어요? 네, 다른 거 매운 거 다른 거 사야 돼.
हामी पिरो खाले खोजेको नरहेछ पिरो के हो यो के रहेछ छैन भाइ पिरो छैन अरे क्यार्नी खाने नै त्यही हो एउटा यो कुनैमा बढी हुन सक्छ अरे क्या यसमा हुने कुन हो यो कालोमा कालो कालो मिठो छ होइन त होइन अर्को यो छ एउटा होइन त्यो चाहिँ रहेन यो पनि खाऊ सेतो रहेन सेतो यहाँ छ सेतो खाएको सेतो र यो चाहिँ हेर्नु त अन्त फोटो चाहिँ खतरा लिनुपर्छ किङ 6 किङ र अनि यो रेडिमेड चिकन है 5000 टिम पहिला यो खाना रहेछ नमिठो रहेछ नि कुन ससेज नमि ए यो हार सुरु खाना त मिठो सही हो यहाँ सबसे एउटा रहेछ कि